हिँड्नु ल हिँड्नु यता त्यो हाम्रो के भन्छ त्यो के भन्छ के डाँडा यो रामको डाँडा होइन के भन्छ सुदरल्यान्ड पार्क ए लाग्नु पर्छ स्विजरल्यान्ड पार्क त्यहाँ माथि छ अलिक बेला भएको छ नि थाङकोट नआएपछि खानुपर्छ हो र मकै बारे कस्तो दामी मैले गरेको छु नि हो गर्नुभएको छैन गाउँमा जाँदाखेरि यस्तो गर्ने खुब इच्छा थियो अब भरे म तपाईँलाई पठाइदिइहाल्छु नि ल पुरै है पुरै उता समय हो रमाइलो हुनुपर्छ हो नि मालदासँग आयो कति रमाइलो हुनुपर्छ हो यस्तो दामी रहेछ है जङ्गल मकै त कस्तो बाक्लो हो कस्तो बाक्लो भयो यस्तो पनि फल्छ है मजाले भयो बुढा छ त बुढाहरूले कटे है हो हाम्रो काटिहाल्छ खेलिसक्यो बुढाले कुदाउँदो रहेछ मजाले अब यहाँ तान्दैनन् आज चाहिँ हामी स्टिल पालन भन्ने ठाउँमा जाँदैछ यो गाई साल पुग्यो यो इचागु नारायण भन्दा यो इचागु नारायणको यो बस पार्क देखिरहेको छ ग्यास त्यो दामी छ राम्रो यहाँ ए ठिक छ त पछिको लागि त राम्रो छ त यो ए अलिक पछि पर्छ ए अब बन्ने भनेको यता त हो नि अब उता त जति हुनु भइसक्यो त्यही घरलाई बढाए मात्रै हो हो शीतल छ नि एरिया हो तर जङ्गल चाहिँ दामी रहेछ गाडी लिएर आउँछु हो है हो गाडीमा अब यो भएपछि जहाँ पायो त्यही रोक्नु पायो ए यसमै माथि घुम्तीमा
हो खण्डङ र खण्डङ होइन कताबाट यताबाट जाने हो मैले त मेरो हिसाबमा यहाँबाट ए धारकै होला होला हजुर हो अब यहाँबाट काठमाडौँ छोड्यो भने त अब धादिङ लाग्यो देउरालीमा चाहिँ कति छ पर्ने होला ए बाटो हो अब बाटो चाहियो नि त जग्गाहरू उनीहरू प्लाटिङ गरेपछि त बाटो घाटो बाजेको टाउको पोल्दैन त्यस्तो घाममा कहाँबाट कहाँ पर्यो बाटो चाहिँ सानो रहेछ पोहोर हो कि कहिले आउँदै बाटो पुरा पिच हुनु बाँकी नै थियो भइसक्यो रहेछ पुरै मनी पोहोर हो कि कहिले आउँदा कच्ची नै कच्ची थियो क्या त्यो पहाडहरू हो दही के अरे फेरि त्यो एल्युमिनियमको छ कि प्लिट प्लिट जान्छ त्यसमा ग्रिप छैन क्या खै होला दही खाने ठाउँ हो यो ल बाटो त डेन्जर छ त पुरै एस छ त बाटो त बाटो त दामी छ त आम्मामा ल हेर्नु न हामी
यहाँबाट हजुर हो र